नमस्कार सबैजनालाई। वेलकम टु बिटलेन्डर ग्लोबल। म आज हजुरहरूलाई बिटलेन्डर ग्लोबलको प्लान प्रेजेन्ट गर्न गइरहेको छु। र यो म जे हजुरहरूलाई भन्न गइरहेको छु यो कुनै कम्पनी होइन, कुनै अर्गनाइजेसन होइन, यो एउटा कमिटी हो र एज अ कमिटी नै रन गर्छ र यसको नाम रहेको छ बिटलेन्डर ग्लोबल। यसको सुरुवात हजुरको 11/11/2022 सिङ्गापुरको सफ्टवेयर इन्जिनियरहरूको टिम मिलेर गर्नुभएको हो र मात्र 2 जनाको टिम छ हैन। पहिलो इन्जिनियरको नाम रहेको छ जे जोसेफ र दोस्रो इन्जिनियरको नाम रहेको छ अजित बोस। उहाँहरूले यो कमिटीको डिजाइन गर्नुभयो, यो सफ्टवेयरको डिजाइन गर्नुभयो। डिजाइन त गर्नुभयो तर मालिक चाहिँ हुनुहुन्न उहाँहरू आफैले बनाएको समूहको कमिटीको हैन सदस्य हो र जो पनि आउनुहुन्छ यो समूहमा हैन, यो कमिटीमा उहाँ सबैजना सदस्य नै बन्ने हो र यसलाई हामी भन्छौँ आईबीसी। यो हजुरको इन्टरनेसनल बिजनेस कमिटी हो हैन। यो हजुरको वर्ल्ड वाइड पुरा विश्व स्तरीय रन गरिरहेछ हैन, वर्ल्ड वाइड। र यसमा यो हातेमालो दिएको छ। यो भनेको यसको पावर कन्सेप्ट हो। भनेको के हो भन्दाखेरि हामी चाहिँ एक अर्काको मद्दत गरेर, सहयोग गरेर अगाडि बढ्ने हो र मद्दत गरेर नै यहाँ पैसा कमाउने हो, धन आर्जन गर्ने हो। यसैगरी हाम्रो गाउँघरमा जुन समूह बनाउँछौँ हामी हैन, त्यसलाई चाहिँ बीसी भन्छौँ। बीसी भनेको चाहिँ बिजनेस कमिटी हो। कसरी चल्छ त बिजनेस कमिटी भन्दाखेरि एउटा यहाँ उदाहरण दिएको छ, इक्जाम्पल दिएको छ। जस्तै 20 जना मान्छे मिलेर हामी एउटा समूह बनाउँछौँ र त्यसमा केही पैसाहरू चाहिँ किस्ता चाहिँ उठाउँछौँ। यदि हामी 10,000 प्रति व्यक्ति किस्ता उठायौँ भने 2 लाख रुपियाँ जम्मा हुन जान्छ र हामी के गर्छौँ, यही 2 लाख रुपियाँ कुनै एउटा व्यक्तिले दिएर मद्दत गर्छौँ। फेरि अर्को महिना 10,000 किस्ता उठाउँछौँ, 2 लाख फेरि उठ्छ, अर्को एउटा दोस्रो व्यक्तिलाई चाहिँ दिएर मद्दत गर्छौँ। यसै गरी हामी यहाँ प्रत्येक महिना चाहिँ किस्ता उठाउन पर्छ र यसैलाई त्यो 2 जना इन्जिनियरले के गर्नुभयो भन्दाखेरि आईबीसीमा ठ्याक्कै यहाँ उदाहरण चाहिँ चेन्ज गर्नुभयो के। जस्तै यदि हामी 1 करोड मानिससँग 1 रुपियाँ मात्रै उठायौँ भने कुल 1 करोड उठ्न जान्छ र यही 1 करोड रुपियाँ यदि हामी कुनै एउटा व्यक्तिलाई दिएर मद्दत गर्ने हो भने त्यो व्यक्ति चाहिँ करोडपति बन्नुहुन्छ। करोडपति त बन्नुभयो तर फरक के आइरहेछ यहाँ के फरक छ भन्दाखेरि सबैको गोजीबाट मात्र 1 रुपियाँ जान्छ। जाँदाखेरि 1 रुपियाँ गइरहेछ तर पाउने व्यक्ति करोडपति भइरहेछ। अब यही कुरालाई हामी 1 महिना 30 दिन रिपिट गर्यौँ भने सबैको गोजीबाट 30 रुपियाँ जाने भयो तर 30 करोड उठ्ने भयो त्यहाँ। अब 30 जना करोडपति बन्नु हुनेछ यहाँ। अब यही कुरा हामी 1 वर्ष रिपिट गर्यौँ भने 365 दिन हुन्छ एक वर्षमा। 365 रुपियाँ जाने भयो प्रत्येक मानिसको पकेटबाट र 365 करोड उठ्ने भयो र 365 जना यहाँ करोडपति बन्नु हुनेछ। अब यो करोड उठाउन यति सजिलो त छैन हैन, गाह्रो छ। यसमा केही समस्याहरू आउन सक्छन्। यहाँ 3 प्रकारको हैन, 3 वटा चाहिँ प्रमुख समस्याहरू देखाएको छ। 3 वटा प्रमुख समस्या आउन सक्छ। पहिलो नम्बरमा रहेको छ स्क्याम हुन सक्छ। अब हामी बुझ्न पर्ने हुन्छ कि यो स्क्याम कसरी हुन्छ हैन। बहुत सजिलो छ स्क्याम गर्न। मान्छेहरू हाम्रो बजारमा हैन, हाम्रो गाउँघरमा पहिल्यैदेखि नै हैन स्क्याम गरिरहेका छन्। अब यो बुझ्न पर्यो कसरी गर्छन् त। यदि कुनै एक ठाउँमा हैन पैसाको रुकावट अथवा पैसाको होल्डिङ हुन्छ भने त्यो ठाउँमा चाहिँ स्क्याम हुन सक्छ। यदि हामी यही 1 करोड रुपियाँ उठाएर कुनै एउटा व्यक्तिको जिम्मा लगायौँ भने त्यही व्यक्ति नै स्क्याम गर्न सक्छ हैन, त्यही पैसा लिएर भाग्न सक्छ।
अब यदि त्यो लिएर भाग्यो भने स्क्याम भइहाल्यो होइन। स्क्याम हुने बित्तिकै के हुन्छ, दोस्रो समस्या सिर्जना हुन्छ। जस्तै त्यो हाम्रो कम्पनी निरन्तर चल्न पर्ने हो होइन, त्यसको निरन्तरता रोकिन्छ, टुट्छ। दोस्रो समस्या आयो। अब मानौँ स्क्याम भएको छैन, पैसा पनि छ, मान्छेहरू पनि छ, तैपनि समस्या आउँछ। कुन समस्या? तेस्रो नम्बरको समस्या के समस्या हो भन्दाखेरि फर्स्ट पेमेन्ट कुन व्यक्तिलाई गर्ने त? पैसा त उठायौँ 1 करोड, मान्छे पनि 1 करोड छ, कसलाई पहिला दिने त? कुन व्यक्तिलाई? हो, यस्तो चाहिँ विभिन्न प्रकारको समस्याहरू आउँछ। त्यही सम्पूर्ण समस्याबाट छुटकारा गरेर चाहिँ यो बिटलेन्डर ग्लोबलको निर्माण गरेको हो। यसमा के गरेछन् यिनीहरूले, इन्जिनियरहरूले टेक्नोलोजी लगाइदियो। टेक्नोलोजी पनि कस्तो टेक्नोलोजी हो यो? पूर्ण रूपमा स्वचालित रोबोटिक सफ्टवेयर होइन। 4 प्रकारको टेक्नोलोजी छ। 1 नम्बरमा त एआई, आर्टिफिसियल इन्टेलिजेन्स होइन। यहाँ चाहिँ एआई काम गर्छ, कुनै व्यक्ति कुनै मान्छे काम गर्दैन। किनभने जब यो एआईले काम गर्छ, यो चाहिँ बेमानी गर्दैन, इमान्दारीपूर्वक गर्छ। र यदि यसको सट्टामा मान्छे राखेर काम गराउने हो भने मान्छेहरू बेमानी गर्न सक्छ। त्यही कारण हो, त्यसैले गर्दाखेरि यहाँ एआईलाई राखिएको छ। दोस्रो नम्बरमा छ हाम्रो ब्लकचेन। ब्लकचेन के हो भन्दाखेरि यो एक प्रकारको साइबर सेक्युरिटी हो, इन्टरनेटको सुरक्षा प्रणाली। यो लगाए बापत के छ भन्दाखेरि हाम्रो यो जुन सफ्टवेयर छ यसको सुरक्षा चाहिँ 100% सुरक्षित छ भन्ने चाहिँ यो ग्यारेन्टी गरेको छ। यो सफ्टवेयरलाई कुनै पनि व्यक्तिले ह्याक गर्न सक्दैन। ब्लकचेन भन्नाले कस्तो हो भन्दाखेरि, कस्तो टेक्नोलोजी हो भन्दाखेरि यो जति पनि हाम्रो डेटा सर्भरमा रहन्छ, इन्टरनेटमा रहन्छ, त्यो सम्पूर्ण डेटालाई के गर्छ, यसले ब्लक्समा डिभाइड गरेर राख्छ। ब्लक्समा डिभाइड भएको कारणले गर्दाखेरि कुनै पनि ह्याकरले चाहिँ यो सफ्टवेयरलाई ह्याक गर्न सक्दैन। हाम्रो सम्पूर्ण डेटाहरू चाहिँ सुरक्षित रहन्छ। तेस्रो नम्बरमा हजुरको छ यहाँ फर्स्ट इन फर्स्ट आउट, फिफो होइन। फिफो लगाइदिएको छ। यो भनेको नम्बरिङ सिस्टम हो होइन। पेमेन्टको समस्याको समाधान भएको छ यो टेक्नोलोजीबाट होइन। जो फर्स्टमा इन्ट्री गर्नुहुन्छ उहाँको पेमेन्ट फर्स्टमा आउँछ, जो लास्टमा इन्ट्री गर्नुहुन्छ उहाँको पेमेन्ट लास्टमा आउँछ। नम्बर वाइज सबैजनाको पेमेन्ट हुनेछ। यसै गरी चौथो नम्बरमा छ हाम्रो यो रोबोटिक फिचर छ यो हाम्रो सिस्टममा। र हाम्रो यो पुरै दुनियाँमा एकलौतो सिस्टम हो जसमा चाहिँ रोबोटिक फिचर लागेको छ। यसले गर्दा के हुन्छ, मान्छे त आउने हो यो समूहमा, साथसाथमा रोबोटहरू पनि आउने छन्। र यो हाम्रो जुन सफ्टवेयर छ यो पुरा यसको डिप्लोय जुन छ यो पुरा लाइभ भइरहेको छ। जुन दिनदेखि यो सफ्टवेयर हाम्रो इन्टरनेटमा रन गरिरहेछ होइन, त्यही दिनदेखि यसलाई लाइभ गरिदिएको छ। सम्पूर्ण कुराहरू हामी आफ्नो मोबाइलमा हेर्न सक्छौँ। र यो चाहिँ हजुरको यसको कोही मालिक छैन, त्यही कारणले गर्दाखेरि यो पब्लिक प्रोपर्टी हो। हामी जनता आउँछौँ यो समूहमा र हामी जनता नै यसको मालिक बन्नेछौँ। कुनै एक व्यक्ति यसको मालिक छैन। र अब यो समूहमा आउनको लागि के गर्न पर्यो त? यो समूहमा आउनको लागि मात्र $125 जीवनकालमा एक पटक चाहिँ यहाँ मद्दत गर्न पर्यो, सहयोग गर्न पर्यो। अब $125 कति हुन्छ नेपाली भन्नुहुन्छ भने लगभग यो 20,000 रुपियाँ हुन जान्छ। र यो जीवनकालमा एक पटक मात्रै दिने हो, हामी मद्दत गर्ने हो। र यो मद्दत गरिसकेपछि के हुन्छ, हजुरले दिएको पैसा पुरै 100% पारदर्शीको साथमा 100% डिस्ट्रिब्युसन हुन्छ। अब हेर्नुहोस् है, 1 रुपियाँ पनि होल्डिङ छैन यहाँ, पुरै पैसा 100% डिस्ट्रिब्युट गरिरहेछ भनेपछि एउटा क्वेसन आउँछ यहाँ। जब यो समूहमा 1 रुपियाँ पनि बचिरहेको छैन, पुराका पुरा पैसा डिस्ट्रिब्युट गरिदिरहेछ, के यो समूहमा कुनै प्रकारको स्क्याम अथवा फ्रड हुन सक्छ? हो, यहाँ जब पैसै छैन यहाँ स्क्याम हुन सक्दैन। हाम्रो यो सिस्टमले 100% ग्यारेन्टी गरेछ कि यो 100% सेफ र सुरक्षित छ। यहाँ कुनै प्रकारको स्क्याम छैन। अब यो 100% डिस्ट्रिब्युसन भनेछ, कसरी हुन्छ भन्दाखेरि
यो हजुरको 40% फन्ड र 60% फन्डको अनुसारले डिस्ट्रिब्युसन हुनेछ। 40% फन्ड कस्तो फन्ड हो भन्दाखेरि यो मालिकको अधिकार हो, यो मालिकले पाउनै पर्ने फन्ड हो हैन। अब मालिक को बन्छ त जब हजुर आउनुहुन्छ हैन, यो कमिटीले हजुरलाई 40% फन्डको चाहिँ मालिक बनाइदिन्छ। 40% फन्डको मालिक बनाइदिन्छ र मालिक बनिसकेपछि हजुरहरूले यहाँ केही गर्न परेन हैन, इन्ट्री गरे बापत 40% फन्ड पाउनुहुन्छ। यो नन वर्किङ इन्कम हो र यो पाउनको लागि केही समय लाग्छ। अब 60% फन्डतिर जानुभयो भने जो व्यक्ति यो कमिटीको डेभलपमेन्टको लागि काम गर्नुहुन्छ उहाँहरूले पाउने पर्ने फन्ड हो यो। अब काम के छ भन्दाखेरि यसको काम भनेको हाम्रो यो समूहको प्रचार प्रसार गर्ने हैन र धेरैभन्दा धेरै मान्छेले यो समूहमा भित्राउने त्यो काम गर्नुभयो भने हजुरले 60% फन्ड पाउनुहुनेछ र यो तुरन्त पाउनुहुनेछ, अन द स्पट। अब पैसा कसरी पाइन्छ त यहाँ? यो कमिटीको सदस्यता र वितरण 125 पहिला 40% बुझौँ। $125 को 40% टोटल $50 हुन्छ र यही $50 यहाँ चाहिँ वितरण हुने हो। कसरी हुने हो भन्दाखेरि एउटा हजुरको सानो समूह, सानो कमिटी बन्ने छ, भेनस नाम गरेर $10 को। यो सानो समूह हो, 10 लेभल छ यसमा। प्रत्येक लेभलमा $1 को डिस्ट्रिब्युसन हुनेछ र यो 10 लेभलसम्म हुनेछ। यसै गरी जुपिटर नाम गरेर $40 भनेपछि यो ठुलो कमिटी हो हैन। यहाँ चाहिँ 20 वटा लेभल छ, प्रत्येक लेभलमा $2 को डिस्ट्रिब्युसन हुनेछ। एक्सक्युज मी, म्युट गर्नु होला है, सुनिरहेछ। अब हैन पैसा कसरी पाइन्छ त? जब हजुरहरू यहाँ इन्ट्री गर्नुहुन्छ एउटा नम्बर पाउनुहुन्छ हैन, किनभने यहाँ फिफो लगाएछ, नम्बरै वाइज आउने हो सबैजना। हजुरले सानो कमिटीमा एउटा नम्बर र ठुलो कमिटीमा अर्को नम्बर, यसै गरी 2 वटा नम्बर पाउनुहुनेछ। त्यही 2 वटा नम्बरको जब डबल नम्बर हुन्छ तब हजुरहरूले पहिलो किस्ता पाउनुहुन्छ र दोस्रो पटक डबल हुँदा दोस्रो किस्ता, तेस्रो पटक डबल हुँदा तेस्रो किस्ता। यसरी गरी हजुरहरू यहाँ किस्ता पाउनुहुने छ। अब मानव हजुर यहाँ आउनुभयो 1 नम्बरमा हैन। अब 1 नम्बरले कति बेला किस्ता पाउने हो त? जब 1 नम्बरको डबल नम्बर हुन्छ। अब 1 को डबल 2 हुन्छ हैन। 2 र 3 व्यक्ति पुरै दुनियाँबाट यो 2 जना व्यक्ति आउनुहुन्छ र उहाँहरू पैसा दिएर आउनुहुन्छ यहाँ। अब पैसा दिइसकेपछि उहाँको पैसाबाट हजुरहरूले यो 2 नम्बर व्यक्तिबाट $1 र अर्को यो 3 नम्बर व्यक्तिबाट $1, 2 जना व्यक्तिबाट $1 गरी $2 को मद्दत पाउनुहुनेछ। पहिलो किस्ता पाउनुभयो। अब दोस्रो कति बेला पाइन्छ भन्दाखेरि जब यो 2 को डबल हैन, 2 जना व्यक्तिको डबल भनेपछि 4 जना व्यक्ति आउनुहुनेछ यो समूहमा। उहाँहरू पनि पैसा दिएर आउने हो र उहाँको पैसाबाट हजुरहरूले $1 पाउनुहुन्छ, $4 को मद्दत पाउनुहुन्छ दोस्रो किस्ता। यसै गरी फेरि 4 को डबल 8 जना आएर $1 हजुरले पाउने हो हैन, $8 पाउने हो। यसरी प्रत्येक डबलमा पाउनुहुनेछ। अब यो डबल कति बेला हुन्छ भन्दाखेरि लगभग हजुरको यो 6 महिनामा डबल हुन्छ। तर पहिलो किस्ता आउनलाई अलिकति लामो समय लाग्छ, लगभग 8 देखि 10 महिनाको समय। यदि हजुरको यो पहिलो किस्ता 10 महिनामा आइरहेछ भने दोस्रो किस्ता 9 महिनामा आउँछ, तेस्रो 8, 7, 6 यसरी टाइम गर्दै जानेछ। अब यो 10 लेभलसम्मको पैसा 10 किस्ता निकाल्दासम्म हजुरको 5 वर्षको समय बितिसकेको हुनेछ र 5 वर्षमा कति पैसा पाउनुहुन्छ? यो जति पनि एमाउन्ट छ यो पुरै कम्पाउन्डिङ हुन्छ हैन। कम्पाउन्डिङ भएर $2046 हुनेछ। नेपाली गर्नुहुन्छ भने यतापट्टि लेखेको छ एप्रोक्स 3 लाख भन्दा बढी पैसा हुनेछ। तर हजुरहरू 3 लाख पाउनुहुन्न। किनभने यो नन वर्किङ इन्कम हो, काम नगरे पनि आउँछ यो। यसको मालिक हो हजुरहरू 40% हैन, 40% को मालिक हो, 40% पाउनुहुन्छ। लगभग यहाँबाट सानो कमिटीबाट हजुरहरूले केही नभएको $1.5 लाख रुपैयाँ इन्कम गर्नुहुनेछ 5 वर्षभित्र। अब ठुलो कमिटीमा जाम। ठुलो कमिटीमा 20 लेभल छ र यहाँदेखि हजुरहरूले त्यही 5 वर्ष समयभित्र
9 लेभलसम्मको पैसा पाउनुहुनेछ। यहाँ पनि 1.5 लाख। सो ठुलोबाट 1.5 लाख र सानोबाट 1.5 लाख गरेर 3 लाख रुपियाँ पाउनुभयो 5 वर्षभित्र। अब जब 10वाँ किस्ता निकाल्नुहुन्छ हजुरहरू, यो चाहिँ एकैचोटि 3 लाखको निस्किन्छ र 11 लेभल निकाल्दाखेरि 6 लाख, 12 निकाल्दा 12 लाख, 13 निकाल्दा 24 लाख, 15 निकाल्दा 48 हैन, र 16 निकाल्दाखेरि 15 निकाल्दाखेरि 96, 16 निकाल्दाखेरि यो 1 करोड क्रस गर्न जान्छ। यसै गरी 20 लेभलसम्म निकाल्नुहुन्छ हजुरहरू पैसा, र यो 20 लेभलसम्म जाँदाखेरि यो पुरै पैसा के हुन्छ, कम्पाउन्डिङ भइहाल्छ हैन। 20 लेभलसम्म कम्पाउन्डिङ भएर हजुरको टोटल 41,94,300 डलर हुन जान्छ। यसलाई नेपालीमा कन्भर्ट गर्नुभयो भने लगभग यो 60 करोड भन्दा बढी पैसा हुन जान्छ। 60 करोड हैन। कति समयमा हुन्छ 60 करोड? यो 20 लेभल कम्प्लिट हुनको लागि हजुरको यो 10 देखि 15 वर्षको समय लाग्नेछ। 10-15 वर्षभित्र हजुरहरूले पाउने हो 60 करोड इन्कम हुन्छ 60 करोड। तर हजुरहरूले पुरै पैसा निकाल्न पाउनुहुन्न। हजुरहरू यहाँ 40% को मालिक हो, यो नन वर्किङ इन्कम हो। सो 40% मात्रै पाउनुहुन्छ। लगभग केही नभएको कमसे कम यदि मैले भने हजुरहरूले यहाँबाट 22 करोड रुपियाँ नेपाली इन्कम गर्नुहुनेछ। अब अगाडि जाउँ। यहाँ मैले भने रोबोटिक फिचर छ, तो रोबोटिक फिचर छ हैन। सो यो फिचर्स अफ रोबोटिक कसरी काम गर्छ भन्दाखेरि, मानव हजुर आउनुभयो यहाँ 1 नम्बरमा। अब चाहे काम गर्नुहुन्छ अथवा गर्नु हुँदैन हैन, इन्कम त हुन्छ। र जब हजुरले 500 डलर इन्कम गर्नुहुन्छ, 400 विथड्र गर्न पाइन्छ, 100 डलर हजुरको अटो रिटपअपमा काटिनेछ। भनेपछि टोटल इन्कमको 80% विथड्र गर्न पाउनुहुन्छ र 20% काटिनेछ। अब यो 20% भनेपछि 100 डलर काटिएपछि के हुन्छ त? फेरि त्यो डिभाइड हुन्छ 3 पार्टमा, 40, 40 र 20 गरेर यो 3 पार्टमा डिभाइड हुन्छ। अब यो 40 जुन यो 80 डलर छ हैन, 40 डलर हजुरको कमाईबाट काटिएर सबभन्दा अन्तिम नम्बरमा जुन व्यक्ति आउँछ, त्यो व्यक्तिको पछाडिपट्टि गएर 2 वटा रोबोटिक आइडी जेनेरेट हुन्छ। अब यो रोबोटिक आइडीले के गर्छ त? यो चाहिँ नम्बर अगाडि सार्ने काम गर्छ, नम्बर अगाडि बढाउने काम गर्छ। किनभने हामी पैसा डबल नम्बरमा पाउने हो। अब यदि मानव यो 10 नम्बर जुन छ यो दुनियाँको अन्तिम मान्छे भयो भने त्यसपछि त मान्छे नै छैन, को आउँछ, कसरी हाम्रो नम्बर अगाडि बढ्छ? हो, त्यसैको समाधान यो हाम्रो सिस्टमले रोबोटिक फिचर लगाएर गरिदिएको छ। हाम्रै कमाईको पैसाबाट चाहिँ यो 2 वटा रोबोटिक आइडी आउँछ हैन। जब हामी इन्कम गर्छौं 500 तब अब टोटल कतिवटा आइडी आउने भयो रोबोटिक आइडी? जबसम्म हामी आफ्नो पुरै पैसा निकाल्छौं हैन, 41,94,300 डलर प्रत्येक 500 मा काटिने हो भनेपछि 8,388 पटक काटिन्छ र त्यति पटक 2 वटा रोबोटिक आइडी आउँछ। इन्टु गर्नुभयो भने 16,776 वटा रोबोटिक आइडी जेनेरेट हुनेछ एक व्यक्तिको तर्फबाट। अब यो एकै व्यक्तिको तर्फबाट नभएर प्रत्येक आइडीबाट 16,776 आइडीहरू जेनेरेट हुन्छ। भनेपछि के हुन्छ, एक दिन हाम्रो सिस्टममा यस्तो समय आउँछ हैन कि यो जति पनि हाम्रो यो एक्चुअल मान्छे छ हैन, यो एक्चुअल मान्छे भन्दा धेरै यो रोबोटिक आइडी भइहाल्छ। कतिको संख्यामा आउँछ त यो रोबोटिक आइडी? यो हजुरको खर्बौं भन्दा बढी आउँछ यो हैन। यसको कुनै सीमा छैन, यो इन्फाइनाइट लेभलसम्म आउँछ है। जबसम्म यो दुनियाँमा इन्टरनेट रहन्छ तबसम्म यो सिस्टम चल्नेछ। अब एउटा अझै कुरा भन्छु म यहाँ कि मैले सुरुमै भने हजुरहरूलाई कि यो समूहमा यो कमिटीमा कोही मालिक छैन। जो बनायो ऊ आफू पनि सदस्य हो यो कमिटीको। अब सदस्य हो भने 1 नम्बरमा त उही इन्जिनियर बसिरहेछ हैन। अब यसको एक दिन यो 20 लेभल हैन पुरा हुन्छ। अब यसपछि त अर्को कुनै लेभलै छैन हैन। कहाँ जान्छ त्यो इन्जिनियर भनेपछि अटोमेटिक यो माथिबाट कहाँ जान्छ, 2 वटा आइडी लिएर सबभन्दा लास्ट नम्बरको
पछाडिपट्टि जान्छ है। भनेपछि के हुन्छ यहाँ कि माथिको व्यक्ति तल आउँछ, फेरि माथि जान्छ, फेरि तल आउँछ। यो एउटा यहाँ चाहिँ प्याटर्न क्रिएट हुन्छ, एउटा साइकल क्रिएट हुन्छ र यो साइकल कहिले पनि सकिन्न। यसरी चाहिँ यो फिचर्स अफ रोबोटिक काम गर्छ। अब अगाडि जाउँ। 60% फन्ड कसरी पाइन्छ भन्दाखेरि जब हामी यो कमिटीको डेभलपमेन्टको लागि काम गर्छौँ त्यति बेला पाइन्छ यो। अब मानौँ कोही एक व्यक्ति आउनुभयो, यहाँ आइसकेपछि कुनै एउटा व्यक्तिलाई रिफर गर्नुभयो र त्यो व्यक्ति पनि आयो। यो ए व्यक्ति आउने बित्तिकै के छ भन्दाखेरि 1 नम्बरमा हैन रेफरल बोनस 20% पाइनेछ हैन। अब 20% कति हुन्छ भन्दाखेरि $125 को 20% गर्नुभयो भने यो $25 हुन्छ। यो व्यक्तिबाट काटिएर तुरन्त हजुरहरूलाई ट्रान्सफर हुन्छ र यो $20 तुरन्त विथड्र पनि गर्न मिल्छ। भनेपछि तुरन्त निकाल्न मिल्छ। कति पैसा हुन्छ त यो? लगभग अहिलेको आजको रेटमा लगभग 4000 रुपैयाँ हुन्छ। तुरन्त पाउनुहुनेछ हजुरहरू। अब यसै गरी यो ए व्यक्ति आइसकेपछि यो अब काम गरोस् नगरोस् यो पनि मालिक बन्ने छ। किनभने जो कोही आए पनि यहाँ सबैजना मालिकै बन्ने हो हैन। उले पनि काम गरोस् नगरोस् हैन, उले पनि आफ्नो यो नन वर्किङ इन्कम लिएर जाने हो। 15 वर्ष हजुर कुर्नुभयो भने त्यो ए व्यक्ति पनि 15 वर्ष कुर्छ र उले पनि जब यो 500 हैन इन्कम गर्छ, 400 मात्रै विथड्र हुन्छ, $100 अटो रिटप्पमा काटिन्छ। 40 को रोबोट जाने भयो हैन, यो $80 को र $20 बचिरहेछ। यो $20 के हुन्छ भन्दाखेरि हजुरहरूलाई 2 नम्बरको फाइदा हुन्छ यो हैन। अटो रिटप रेफरल बोनस $20 भनेपछि यो ए व्यक्तिबाट काटिएर हजुरलाई ट्रान्सफर हुन्छ। कति पटक हुन्छ भन्दाखेरि त्यो व्यक्तिको पनि 8388 पटक पैसा काटिन्छ र त्यति पटक $20 बचिरहेको छ। त्यति पटक 8388 पटक यो पैसा ट्रान्सफर हुन्छ। टोटल कति हुन्छ भन्दाखेरि $1,67,760। अब यसलाई नेपाली गर्नुभयो भने यो लगभग 2.5 करोड रुपैयाँ हुन जान्छ। त्यो ए व्यक्तिबाट 15 वर्षभित्र हजुरहरू 2.5 करोडको इन्कम गर्न सक्नुहुन्छ। अब यो त्यति मात्रै सीमित छैन। मैले भने यो जबसम्म यो दुनियाँमा इन्टरनेट रहन्छ तबसम्म चल्छ। यो त्यति मात्रै नभएर त्योभन्दा धेरै पैसा चाहिँ ट्रान्सफर गर्नुहुन्छ के ए व्यक्तिले हजुरहरूलाई, जो व्यक्तिले हजुरहरू रिफर गर्नुहुन्छ त्यो व्यक्तिबाट। अब अलि अगाडि जाउँ। अब यहाँ हजुर यसै गरी 2-4 जना व्यक्तिलाई बताइदिनु भयो भने हैन हजुरको टिम बन्ने छ। यहाँ तेस्रो नम्बरमा टिम बोनसको व्यवस्था छ हैन। कसरी पाउनुहुन्छ? मानव हजुर आउनुभयो, यहाँ कुनै ए व्यक्तिलाई रिफर गर्दाखेरि उहाँलाई चाहिँ लेफ्ट साइडतिर लगाउनुस्। कुनै अर्को व्यक्तिलाई रिफर गर्दाखेरि यो बी नम्बर छ, यहाँ बीलाई चाहिँ राइट साइडमा लगाउनुस्। लेफ्ट राइट गर्न पर्छ। यो हाम्रो बाइनरी प्लान हो। एउटा व्यक्तिको तलपट्टि मात्र 2 जना व्यक्ति आउने हो, लेफ्ट र राइट। अब यो लेफ्ट राइट हुने बित्तिकै के हुन्छ, यो लेफ्ट साइडको बिजनेस र यो राइट साइडको बिजनेस दुइटै म्याचिङ हुन जान्छ र यो म्याचिङ भएको बिजनेसको हजुरले 5% पाउने हो। यहाँ भनेछ 1:1 को रेसियोमा चाहिँ एउटा पेयर बन्ने छ र यो पेयरको 5% भनेपछि $6.25 नेपाली लगभग 910 रुपैयाँ। अब यो एक जोडाको पाउनु भयो। अब यो ए व्यक्तिले पनि एक दिन काम गर्ने छ, 2-4 जनालाई बताउने छ। कति बेला? जब यसको इन्कम आउँछ त्यति बेला बताउँछ र इन्कम पनि कति बेला आउँछ भन्दाखेरि 10 महिनापछि त इन्कम आउँछ हो। यो ए व्यक्तिले 10 महिनापछि 2-4 जनालाई बताउँछ र 2-4 जनालाई बताउँदाखेरि यहाँ चाहिँ हजारौंको टिम आउँछ के र यो यसै गरी बी को तल पनि हजारौंको टिम आउँछ। अब लेफ्ट साइड हजारौं, राइट साइड हजारौं भनेपछि लेफ्ट राइट हजारौं पेयर बन्न थाल्छ। प्रत्येक पेयरको पैसा पाउनुहुन्छ हजुरहरू। तर यो कमिटीले के गरेछ, यहाँ लिमिट लगाइदिएछ। अधिकतम 100 पेयरको पैसा एक दिनमा निकाल्न सक्नुहुनेछ। त्योभन्दा बढी पेयर भयो भने बाँकी चाहिँ क्यारी फरवर्ड हुन्छ बिजनेस हैन। एक दिनमा $625 नेपाली 91,000 रुपैयाँ प्रति दिन। अब यसैले महिनामा गर्नुभयो भने लगभग यो 27 लाख रुपैयाँ प्रति महिना इन्कम यो चाहिँ टिम बोनसबाट हुनेछ।
अब यहाँ के भयो भन्दाखेरि यो 60% पैसा होइन 60% फन्ड डिस्ट्रिब्युसन भन्नाले डिस्ट्रिब्युट भएर सकियो र 40% चाहिँ अब हजुरहरू मालिक हो होइन, हजुरहरू लिएर जाने हो। सो 40 र 60 जोडिदिनु भयो भने 100% हुन्छ, 100% डिस्ट्रिब्युसन भइरहेछ होइन। र पैसा सके पनि यहाँ हजुरहरूलाई चौथो नम्बरमा चाहिँ रोयल्टी बोनसको व्यवस्था गरेको छ कमिटीले। कसरी आउँछ यो रोयल्टी बोनस, कहाँबाट आउँछ भन्दाखेरि जुन रोबोटहरू आइरहेको थियो यो चाहिँ हाम्रो पैसैबाट आइरहेछ, $40 र यो $40 र दुइटै 40% को मालिक पनि हो र यो एउटा नम्बर हो। यो नम्बर पछि पनि नम्बर आउनेछ, जस्तै 5 नम्बरको तल हेरिराख्नुभएछ 10 नम्बर र 11 नम्बर र 10 र 11 नम्बर आउँदाखेरि पैसा दिँदाखेरि यो रोबोटमा फेरि पैसा जानेछ $1 होइन, $1 अथवा $2 $2 गरेर जानेछ। अब यो रोबोटभित्र पैसा जम्मा हुन्छ, कलेक्ट हुन्छ। अब हजुरहरू भन्नुहोस् यो रोबोटलाई त पैसाको खाँचो छैन, यो त मान्छेलाई खाँचो छ। हो, यो जति पनि पैसा कलेक्सन हुन्छ होइन यो फेरि डिस्ट्रिब्युसन हुन्छ। कसलाई भन्दाखेरि जतिजना यसको मेम्बर सदस्य हुनुहुन्छ सम्पूर्ण सदस्यमा यो पैसा डिस्ट्रिब्युट हुन्छ। कसरी, यहाँ र्याङ्क लगाइएको छ होइन, र्याङ्क लगाइएको छ। यो र्याङ्क अनुसार अब र्याङ्क कसरी आउँछ भन्दाखेरि यो इन्कमको बेसिसमा, जसरी जसरी हजुरको इन्कम बढ्दै जान्छ यो र्याङ्क पनि यता बढ्दै जान्छ। अब इन्कम कसरी हुन्छ भन्दाखेरि हजुरहरू काम गरेर अथवा काम नगरिकन जुन दिन $100 को इन्कम गर्नुहुन्छ त्यही दिन हजुरको यो स्टार र्याङ्क एचिभ हुन्छ र स्टार र्याङ्कलाई 25% को फन्ड डिस्ट्रिब्युट हुन्छ। भनेपछि रोबोटभित्र 1 महिनामा जति कलेक्सन भएछ त्यसको 25% हो। आजको समयमा यो 1 नम्बर स्टार र्याङ्कलाई $10 प्रति महिना डिस्ट्रिब्युसन भइरहेको छ। यसै गरी यहाँ एकुमुलेसन छ, पुरानो बिजनेस र नयाँ बिजनेस जोडिएर जानेछ। जस्तै अब यही $100 मा फेरि हजुरले 150 इन्कम गर्नुभयो भने 100 र 150 जोडिएर 250 हुन जान्छ र हजुरको प्रमोसन हुन्छ रोयल स्टारमा। रोयल स्टारलाई 20% को फन्ड डिस्ट्रिब्युट हुनेछ। भनेपछि यो स्टारलाई $10 गइरहेछ भने रोयल स्टारलाई $15। यसै गरी इन्कम बढ्दै जानेछ होइन। तेस्रो नम्बरमा $20 $30 होइन $40 गरेर 8 नम्बर रुबी र्याङ्क $25,000 को इन्कमसम्म मान्छे पुग्न सफल भएका छन्। योभन्दा अगाडि अहिले कोही गएको छैन होइन। यो 9 देखि यता पुरै खाली छ। अब किन भन्दाखेरि यो कमिटी अहिले स्टार्टिङ फेजमा छ, मात्र 3 वर्षको समय बितेको छ अहिले र यसमा नम्बर भन्नुहुन्छ भने आजको टाइममा लगभग 23,500 नम्बर आइसकेको छ र त्यसमा पनि यदि भन्नुहुन्छ भने एक्चुअल मान्छेको सङ्ख्या लगभग 8,000 देखि 10,000 को मात्र छ र 8 देखि 10,000 मान्छेको बिचमा यदि मान्छेले यहाँ $25,000 को इन्कम गरिसकेछ भन्दाखेरि जुन दिन 8-10 हजार नभएर 8-10 लाख मान्छे आयो भने कति इन्कम आउनेछ, यदि 8-10 करोड मान्छे आयो भने कति इन्कम हुनेछ, यो हामी कल्पना पनि गर्न सक्दैनौँ होइन, अनुमानै गर्न सक्दैनौँ। यसमा बहुत धेरै पैसा जेनेरेट हुनेछ होइन। सो यही हो, योभन्दा बढी केही छैन होइन। र यसको हजुरहरूले मार्केटिङ होइन, सोसियल मार्केटिङ, सोसियल मिडिया थ्रु गर्न सक्नुहुन्छ। जस्तै हाम्रो वाट्सएप, फेसबुक, ट्विटर, इन्स्टाग्राम, टेलिग्राम होइन, जुम मिटिङ पनि हुन्छ हाम्रो, त्यहाँबाट चाहिँ यसको मार्केटिङ गर्न सक्नुहुन्छ। यही हो, योभन्दा बढी केही छैन। सो थ्याङ्क यू होइन। हजुरहरू सुन्नुभयो त्यसको लागि धन्यवाद। हस् त, नमस्कार।